अरे ये लुकिरहेको रहेछ माथि पर्छ झन्डै मार्यो मलाई यार एक शटमा मर्थेँ म कहाँ छस् लोहाको घरमा को लोहा भनेको को ठुलो मम्मी विशाल जाँदा हुँदैन रे हुँदैन कस्तो मजिलो के हानेको रे तिमीले त्यत्रो धेरै बन्दुक गोली कत्रो बन्दुक हाने गोली हानेको तैँले हो झन्डै मार्यो कसले यत्रो बन्दुक गोली हान्दैछ कत्रो गोली हान्दैछ को हो यो म त हो अनि म हो भन्दैछ नि म त अनि म भन्छु नि किन हान्नु नि हुन त लगु मेरो यति ड्यामेज थियो थाहा छ अनि मेरो त्यो ड्यामेज आर्यनले बम गर्दिन अनि म हो भनेर तिमी म त अनि नहाने कान्छु बोला मैले फाइदा उठाएको कसले मार मलाई रिदिमा वन्डरले किलर डन 0 रहेछ कतिचोटि मरिस् भाइ क्या मर्यो एकै मार्नु खानु रोन्टले मारो खान्दाभित्र छिर्नु मेरो हेल्थै छैन अनि यहाँबाट म कसैलाई मिस हाल्छु मेरो दुईटैतिर मलाई हमला गर्दैछ नि कहाँ चाहिँ हमला गर्न ला के भयो पछाडिबाट हान्नु पछाडि पनि 10 ग्यास पनि तिरैछ 10 ग्यास कसले हालेको ओए झन्डै मर्यो म कहाँ चाहिँ हारेन दुईजना मरे के होइन रिदिमा मरेको रे मरेन आर्यन रिदिमा पनि खतरा भइसकेको छ आर्यन हुँदा बल्ल मर्यो कहाँ छ रोनी हरा त
अटोमेटिक भित्रै गर्छ छैन कसलाई मार्दिन्छ कस्तो मैले एम गर्दाखेरि हान्नु सक्नुभएको थियो मैले गोली नै चलाउन टाइमै पाइनँ कहाँ जान्छ तिमा यताबाट निस्केर लाग्यो हामीले दुवैतिर रिदिमा त लुवाकै घरमा छ साथी पनि हो ठिक छ ल बसेर हामी बसौँ उता फर्किँ म एउटा गन आयो त लिउँ पर्दैन त राम्रो छैन ठिक हो त्यही डबल म हो बे आओ लुवाको घरमा रङ सिल्भको लुगाको घर भनेको माथि माथि होइन माथिको घर ए रङ दुम हजुर गर्नु होला नि सल्लाह मैले खै कहाँ छ नि हेर्नु देख्दिनँ म पनि कहाँ छ भित्र पनि हान्नुहुन्छ कसरी हान्दै हुन्छ ओ आमा पो बस बस जस्तो भयो न त्यसरी बस उता उता जा हो सेल्डी अर्को गनले कस्तो मेरो पम्पै सिक्नु भुट्ने गर्नु मान्छेहरूलाई त्यहाँ आरेना भुट्नु को मरो रिदिमा पो रहेछ म झन्डै गोली हाने रहेछ डीजे वाले बाबा मेरा गाना चला कहाँ ए यस्तो छिटो हामी त गोली नै चलाउन टाइम पाउँदैन आइज को आइज रिदिमा टाइममा परेको थियो ला म ब्याक भएछु ए ब्याग भयो त म आर्यन मलाई लन्चर दे नदेऊ गन गन ला उता हान्ने भएको लन्चरले आफैलाई लाग्यो ठोकेर आफैलाई पनि मलाई पनि म यहाँ बसेको छु लन्चर ठाउँमा के बमै रहेन ओ बम हाने मैले पनि रिदिमाले मलाई मार्दियो मैले चाचीले हानेछु त आहा ए हैन विशाल मारे चाहिँ मलाई हान्नु रिदिमालाई कसले मार्यो त्यसबाट चाहिँ माथि ए छर्रा कसले हान्दैछ कहाँ छ हौ म देख्दिनँ त यहाँ माथि एउटा लुकिरहेको रहेछ नि रोनित यहाँ आउन
रितिमा कहाँ मरिस् त केटाहरू कहाँ जानु देख्नु त कसैलाई पनि लडार 44 अरे मान लो शॉटगन बोलने क्या यहाँ भित्र चाहिँ लोहाको घरमा छाइ छ हो त्यहाँ किन सुसाइड गरेको आर्मीले चाहिँ मान्दै थियो मेरे हेल्थ यति प्याक दिइसक्नु हुन्छ त्यो र पनि हानि भ्याल्यु भनेको भन्न आउँछ त दुई किलो होला कि 1 किलो रितिमाको धेरै छ मारे यार दुईजना मिलेर मारे रितिमा मार्दिएला मार 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 सर्गन बोकेर हिँडेर रहेछ सँगसँगै जानु को आयो कहाँ छ रेतीमै बस्नु आइज आइज उता उता सँगसँगै बसेर खेल्नु धेरै पर नजाए सँगसँगै बस्नुपर्छ आर्यन आउँछ आर्यनलाई मार्नुपर्छ है आइज आर्यन आइज एउटा फाल्दै अर्को लियो मारिसक्यो मलाई तम फुट रितिमा मरे होला भनेर किन जाँदैन दुईटा बन्दुक छ मसँग त कहाँ छस् र ए रिदिमा पो हो यो छिटो हेर्न मिलाउन थाहा छ भन्दैछ नि यो लुकिरहेको रहेछ लुकेर बसिरहेको चाहिँ मलाई हान्दै